यो धादिङ जिल्लाको मलेखु भन्ने ठाउँबाट चाहिँ 17 किलोमिटर टाढा मलेखु खोलाको छेउमा चाहिँ जाँते बगर भन्ने ठाउँमा यसरी आज पनि परम्परागत रूपमा यसरी पानीबाट चाहिँ यसरी घट्टा चलाएर अझै पनि यसरी मकै पिस्ने गरिन्छ। यो हामीले देख्न सक्छौँ, यो परम्परागत घट्टा हो जसबाट चाहिँ मकै गहुँहरू अन्नहरू पिस्ने कुट्ने काम हुन्छ। बुवाको के नाम बुवा? हाम्रो चेपाङ त चेपाङै हो, शेरबहादुर। कति वर्षदेखि यो घट्टा चलाउँदै हुनुहुन्छ? हामीले चलाएन, यो खेतबारी छैन, आफ्नै कुट्ने आफ्नै पानीबाटै चलेको हो यो? हजुर। आफ्नो अन्न आफै कुट्ने हो? यसको कुनै पैसा लाग्दैन? तपाईँको घर चाहिँ कहाँ? पार्ला। माथि कता? माथि यही पार्ला। पार्ला? पार्ला। धादिङ हो नि? धादिङ हो। यो घट्टा यहाँ कति वर्षदेखि छ यसरी? यो धेरै भयो, यो चलाएको त 25-26 वर्ष भयो। 25-26 वर्ष भइसक्यो। यही एउटै ठाउँमा छ? पानीले बिगार्दैन बेला बेलामा बाढीले? अनि यस्तै अब कोही बेला यतै आउँछ, कोही बेला उतै जान्छ। यसरी अन्नहरू यसरी लाइनमा राखेर चाहिँ यसरी कुट्ने गरिन्छ।